Hello and namaste सबैजनालाई वेलकम ब्याक टु अनदर डे अनदर भ्लग। हामी चाहिँ अहिले तपाईँहरूको लागि एउटा मस्त भिडियो बनाउन लिएर आउनको लागि निस्केको है घरबाट चाहिँ। आज स्याटरडे हो, काम पनि केही थिएन हैन। अब चाहिँ भिडियो बनाउन जाउँ कि भनेर चाहिँ एउटा उसमा हिँडेको। देख्न सक्नुहुन्छ तपाईँहरूको लागि हामीले चाहिँ ल्याइसकेको छौँ MT-15 है। 2021 मोडलको बेसिक्समा रहेको छ यो MT चाहिँ है। एकदम राम्रो कन्डिसनमा छ, लगेर खर्च केही गर्नु पर्दैन। अगाडि पछाडि नै नयाँ टायर तपाईँहरूले देख्न सक्नुहुन्छ है। एकदम अहिलेसम्म सिलप्याक इन्जिन, खर्च केही पनि गर्नु पर्दैन। एकदम जेन्युन कन्डिसनमा मात्र 18,000 मात्र कुलेको यो MT लिन चाहनुहुन्छ भने तल दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र म्यासेज पनि गर्न सक्नुहुन्छ है, व्हाट्सएप गर्न सक्नुहुन्छ। अनि हाम्रो फलो गरेर आउने साथीभाइहरूलाई चाहिँ स्पेसल डिस्काउन्ट हुन्छ है यो MT-मा। आनन्दले लगेर आनन्दले हेरेर टेस्ट ड्राइभ गरेर मात्र लग्नु होला है। मेरो बोलीको मात्र विश्वास नगर्नुहोस्, आएर हेरेर टेस्ट ड्राइभ गरेर मात्र लग्नु हुन भन्न आग्रह गर्दछु। धन्यवाद। सक्यौँ हाम्रो गोप्रोमा फेरि साउन्ड सुन्नुहोस् है, यो बाइकको स्टार्ट गरेर है त साउन्ड सुन्नु होला है गाइस। हामी गोप्रोमा नि आइसक्यौँ, फेरि साउन्ड सुन्नुहोस् एकदम आउट पावर। यहाँ तपाईँहरूले लगेर मोडिफाई केही पनि गर्नु पर्दैन है। यो पनि तपाईँहरूले फेरेर राखेको रहेछ होइन पहिला कस्टमरले। सो इन्जिन गार्ड त भइ नै हाल्यो, त्यसै गरी टायर त नयाँ छ दुइटै अगाडि पछाडि है। एलो व्हिल पनि कलर गरेको छ, लगेर केही खर्चै गर्नु पर्दैन है। जम्मा 18,000 कुदेको छ है। साउन्ड त सुनि नै हाल्नुभयो। सो हामी चाहिँ अब तपाईँलाई कुदाएरै देखाउँछौँ है। सो बाइकको भिडियो त रेडी भयो होइन, अरू भने त्यस्तै हो। सो हामी आइसकेको छौँ बाइक राइड गरेर कस्तो रिभ्यू दिउँ भनेर होइन। बाइक चाहिँ एकदम अहिले 4 गियरमा छ, त्यही पनि जर्क खाएको छैन कि, एकदम मजाको छ। अब अलिकति ठुलो बाटो आएपछि कुदाउँछु पनि देखाउँछु तपाईँको। ABS वर्किङै छ प्रपरै है। ठुलो रहेछ बाटो, अलिकति मुख छोपिदिउँ। अब यो चाहिँ एकदम हब हो क्या मान्छेको लागि। त्यस्तो अफरोड सफरोड केही फिलै हुँदैन कि। अब मैले पहिला नै MT नै चलाउँथेँ। अब पहिलाको मेरो भिडियो हेर्ने मान्छेलाई थाहा नै छ, मसँग MT नै थियो 2024 मोडलको। अब 2024 मोडलको जस्तो चाहिँ हुँदैन नि त, यो अलिकति पुरानो भयो नि त त्योभन्दा। तर एटलिस्ट त्यस्तै छ अहिलेसम्म नि, नट द्याट ब्याड कि। ABS एकदम प्रपरै काम गरेर रहेछ ABS चाहिँ। अब यसो पछाडि ABS हुँदैन, अगाडि मात्र हुन्छ होइन। सो हेर्न सक्नुहुन्छ बाइक एकदम स्मुथ छ, लगेर केही खर्च गर्नु पर्दैन। अघि नै पनि भनिहालेँ मैले, अगाडिको सो अफमा पनि मैले भनेकै थिएँ त होला तपाईँलाई पक्कै पनि होइन। लगेर 1 रुपियाँ खर्च गर्नु पर्दैन बाइकमा, बस पेट्रोल हाल्ने चढ्ने हो होइन। यो चाहिँ 2021 मोडलको MT हो, लगेर खर्च केही पनि गर्नु पर्दैन है। भनि नै हाल्यो प्राइस मात्र 3,25,000। तपाईँले देखिरहनु भएको MT चाहिँ आफ्नो बनाउन सक्नुहुन्छ। एकदम स्मुथ छ अहिलेसम्म होइन, खर्च केही पनि छैन अहिलेसम्म। पछि आयो भने चाहिँ भन्न सकिँदैन होला, तर अहिले मैले चलाउँदाखेरि 2-3 दिनको रिभ्यूमा चाहिँ नट द्याट ब्याड के। हेर्नु न अब यो सबै चल्छ क्या यसको। अब नोइज धेरै आउला। VBS CBS सबै वर्किङ छ। अब यो ज्याकेटको कलरले चाहिँ डडाङ डुडुङ हान्न थाल्यो। सो हामी बिस्तारै नै चलाउँछौँ यहाँबाट चाहिँ होइन। एकदम स्मुथ छ है बाइक चाहिँ, लगेर खर्च गर्नु पर्दैन भनि नै हालेँ मैले। कचोटि भन्नु है खर्च छैन भनेर चाहिँ। 2021 मोडल थाहा छ कालो कलरमै। हाम्रो भ्युअर्सहरूले धेरै नै MT को खोजी गरेको हुनाले, टिकटकमा लाइभ बस्दाखेरि धेरै नै खोजी गरेको हुनाले चाहिँ हामीले फेरि नि रिस्टक गरिसकेको छौँ है MT-15 ब्ल्याक कलरमा। लगेर केही खर्च गर्नु पर्दैन, 2021 मोडलको हो, मात्र 3,25,000 ल्याउने र यो आफ्नो बनाएर लिएर जाने है। अनि हामीलाई फलो गरेर आउने साथीभाइ, हामीलाई फलो सब्सक्राइब गरेर आउने साथीभाइहरूलाई चाहिँ कोटेड प्राइसमा पनि डिस्काउन्ट हुन्छ है। एकदम फिक्स राखेको प्राइसमा पनि डिस्काउन्ट गरेरै पठाइदिनेछौँ। लाने बेला एउटा हाफ हेलमेट फ्री नै हुनेछ, अनि एउटा सर्भिसिङ पनि हामीले हाम्रो तर्फबाट दिनेछौँ। सर्भिसिङ भनेको चाहिँ सर्भिसिङमा लेबर चार्ज मात्रै इन्क्लुड हो, सामानको पैसा चाहिँ तपाईँहरूकै लाग्छ है। त्यहाँ नि क्लियरै गरिदिनु पऱ्यो मैले।
अरू भनेको त्यस्तै हो। बाइकको भिडियो चाहिँ अहिले यहीँ समाप्त गर्छु। अब त्यसपछि हामी अब सर्ट्स बनाउनुतिर लाग्छौँ। अनि जो नयाँ हुनुहुन्छ च्यानलमा, जो नयाँ आइपुग्नु भयो, युट्युबबाट हेर्दै हुनुहुन्छ नि युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला है, सपोर्ट देखाइदिनु हुनलाई आग्रह गर्दछु। त्यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।